राम्रै छ त यस्तो बेसी चिसो भयो तो hey guys, no message no call, only ramble lol. Welcome back to my YouTube channel once again guys. And guys आज का ब्लॉग एकदम मस्त होने जा रहा है क्योंकि guys म चाहिँ दार्जिलिङमा छु अनि दार्जिलिङमा आज 3 दिन हो guys अनि आज चाहिँ हामी घुम्न जाँदैछ जग्गाको नाम सोधेको हिना मात्रै भने हो guys जग्गा दामी छ भन्दैछ guys म चाहिँ अहिले यहाँ छु अनि guys यिनीहरु यहाँनिर छ अगाडि जाँदैछ है सो guys मलाई लाग्दैछ आजको ब्लग चाहिँ एकदम बबल हुनेवाला छ किनभने guys दार्जिलिङमा टी गार्डनले गर्दाखेरि चाहिँ एकदम फेमस छ हो त्यही टी गार्डनको बीचमा छु वरिपरि गाइस टी गार्डन छ अनि म पनि यहाँ बीचमा हिँड्दैछु रोडमा पुरा ओह्रालो रहेछ अहिले माथि जाँदाखेरि चाहिँ गाइस उकालो पर्छ त्यही भएर चाहिँ पुरा साह्रो पर्छ भन्दैछ अहिले चाहिँ ओह्रालोमा होतिँदै भए पनि जाँदैछ अनि गाइस यति नै भन्नु चाहन्छु गाइस मेरो भिडियोलाई चाहिँ लाइक शेयर कमेन्ट सब्स्क्राइब गरिदिनु होला गाइस हैन जान्छु अनि बादमा म पुगेर गाइस तपाईलाई सबै सिन देखाउँछु तब तक के लिए बाइ मेरो फोटो नि हेर्नु हेलो गाइस फोटो चाहिँ दामी आएको छ ब्याक टु द चियापत्ती बगान हेलो गाइस ब्याक टु द चियापत्ती बगान वर्ल्ड दार्जिलिङमा नम्बर 1 टी गार्डन check this out yeah fuck this out also yeah guys with them फुल गाइस यो दामी देख्छ भन्दै हरियाली छ नि त यहाँ त मैले गाइस केटी नै दिए छैन हौ रामासिने सब डाक्ला हेर्सिङ हिँडेर गाइस यहाँ हाम्रो साथीहरु छ पुरा थाकेर खुट्टा गलेर हिँड्दैछ उल्टा घुम्दै हिँड्दैछ तो जाऊ कालो नि उकालो यस्तो छ गाइस यस्तो उकालोमा खुट्टा कस्तो दुख्छ गाइस थाकिसक्यो हिँड्दा अझै पर पुग्नु पर्ने बाफरे यहाँ यत्रो हिँड्दा त शेष भइसक्यो गाइस ओह्रालोमा उठबस गरेको जस्तो हुँदैछ हो जस्तो पनि गाइस मतलब भएन घुम्न आएको हिँड्नु चाहिँ पर्यो गाइस है अलिक थाकेर बसेको यता चाहिँ पुरा हिँड्नु पर्छ हैन खुट्टा दुख्दा रहेछ तपाईहरु प्लेनको मान्छे चाहिँ पकेटा बनाएर हो ल सबै जग्गा घुमिसक्यो गाइस है यसरी पनि घुमिरहेछ गाइस फाइनली हामी चाहिँ प्लेनमा आइसकेको छ यत्रो उकालो हिँडेर गाइस अहिले चाहिँ हामी मुनि आइसकेको छ है यहाँ घरै घर रहेछ गाइस पुरा थाक्यो ओह्रालो झर्दाखेरि अब उकालो हिँड्दाखेरि अहिले भरे हैन साह्रो पर्छ जस्तो भयो नि आडिसक्यो गाइस मतलब भएन हैन हरेक पलको अपडेट चाहिँ दिनु पर्यो के भन्छौ तिमी सही हो गाइस गाइस फाइनली बेल्टर पुगिसकेको छ है बेल्टरको यहाँ हामी स्विमिङ पुलमा आएको यहाँ तिर्दैछ फाइनली गाइस यत्रो लामो हिँडेर चाहिँ बबाल हुन्छ है मजाले खेल्नुपर्छ गाइस खेल्ने भनेको खेलेको त छैन हैन अब जस्तो भए पनि आर्टिसो मतलब भएन है खेल्नु पर्यो भ्लग बनाउनु पर्यो अहिले चाहिँ एकदम रिजोर्ट भित्र छ हामी चाहिँ 5 जनाको 2 जना मात्रै खेल्ने भन्छ अब मजाको रिजोर्टहरु रहेछ यहाँ चाहिँ अघि चाहिँ ब्याकग्राउन्ड म्युजिक बज्दै थियो त्यही कारणले कपिराइट आउँछ भनेर चाहिँ हैन नगरेको के भनेको गाइस हामी चाहिँ स्विमिङ पुल आइसकेको छ चेक दिस आउट गाइस के हो लेउ हो यो मैला गाइस फाइनली हामी चाहिँ स्विमिङ पुल पुगिसकेको छ बेलटारको है दार्जिलिङमा छ त्यो यत्रो लामो उकालो हिँडेर आएर चाहिँ अहिले यही सिन हेर्न आएको गाइस रिजोर्टमा हैन तिनीहरु त्यहाँ छ यसको भ्यूहरु हेर्न सक्नुहुन्छ जाडोमा हैन त गाइस जस्तो भए पनि आडिसो मतलब हैन ब्लग चाहिँ बनाउनु पर्यो हर अपडेट खेल्दिम न को खेल्ने खेल्ने दुई भाइ खेल्नु खेल्दिम ओइ सचिन ओइ हापेन दिन्छ हेर्दा दिन्छ त कट्टु सट्टु खोलेर एक जग्गा राखिदिनु पर्छ के भन्छौ तिमी ह तँ दानिल म खेल्दिन
खोइ गाइस म त खेल्ने भनेको यिनीहरू खेल्नै मान्दैन कोही कोही कस्तो चिसो छ हौ गाइस छुकोमा त यस्तो चिसो रहेछ म्याक खेल्नु पनि मन लागेन भयो प्ले भयो गाइस दार्जिलिङ आएर चाहिँ बेलटारमा चाहिँ अहिले म स्विमिङ पुल खेल्नु आँटेको छु यस्तो चिसोमा गाइस 4 डिग्री सेल्सियस छ टेम्परेचर होइन म अनि ऊ खेल्नु आँटेको छ यिनीहरू खेलेको छैन देखाइदे हाम्रो चाहिँ यहाँ छ म चाहिँ यसले पनि कसले खेलेको छैन गाइस म चाहिँ अनि खेल्ने भनेर चाहिँ पुरा उत्ताउलो भएको छु पुरा चिसो छ हो गाइस हाम्रो प्रोडक्टहरू यहाँ छ जस्तो पनि गाइस आडी छ मतलब भएन पौडी चाहिँ खेल्नु पर्यो होइन ल मेरो लुगाउ यहाँ छ ल होइन त्यही हो हाफेन अझै एउटा छ त म खेल्ने होइन हौ त्यही हो हाफेन यो त दिएको त आफै ओ त्यो स्विमिङको अर्कै हुन्छ त हौ यसलाई त ठेल्दिनु पर्ने रहेछ हौ तिमी त्यहाँसम्म आएको मेरो भिडियो गर हात छोड त हात छोड न प्लिज नठेलै जाम एकखेप हो जान अहिले उठ्छ कस्तो चिसो पो छ त ठेल्ने पो भन्छ म आउँछु त्यहाँबाट दुईटा स्टेप छ निकाल्छु यहाँबाट राम्रो चाहिँ भने तिमी पस्ने फर्स्ट मान्छे ल पोस 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 कोही जहाँ उक्लिँदैन होइन यो हो उक्लिन्छ ए छिटो आच्छु जामा लाउने बस न डल्लै ए लु त आउ त तिम्रो मेरो भिडियो भने त म अरू कस्तो यहाँबाट ल अब चिसो हावा आएको मजा हुन्छ आउँदै गरेको अझै एउटा स्टेप भएको आउँथ्यो नि अझै भनेन आऊ अझै अझै बस फुलै डुबेकै त्यो के हो कहिले मुनि टेक्नु खोजेको माथि माथि आयो जाऊ न त मुनि केही छैन त मुनि राम्रै छ त मुख दर डुबाएर तेलले जमिनले त डुबायो ल अब डुबाएको त्यो झरी सोल्डर धरि डुबायो हार्ट एट्याक आउँछ यस्तो बेसी चिसो भयो अहिले आम्बो हार्ट एट्याक कति थियो 200 हैन पहिला यहाँबाट भिजायो यहाँबाट भिजायो यहाँबाट भिजाएन आउँदैन डुबाएको ए के न सत्य झन्डै खोल्यो गाइस पर पुरा चिसो थियो हो 3 डिग्री छ टेम्परेचर यस्तो दार्जिलिङमा चिसोमा स्विमिङ पुल खेल्नु जबरजस्ती भनेर खेलेको त्यहाँनिर नसकेर चाहिँ यहाँनिर नानीकोमा आएको गाइस यहाँ नानीकोमा अलिकति तातो तातो रहेछ पट्टीहरू झारेको थियो कि यति त्यसमा चाहिँ खेल्छु बरु गाइस दार्जिलिङ आएको 3 दिन भइसक्यो नको थिएन आज स्विमिङ पुल आएको थियो नौम भनेर गाइस होइन दार्जिलिङ त्यो यो बेलटार कि केमा आएको गाइस स्विमिङ पुल खेल्नु माका एस लागिरहेछ गाइस यो त दराले खेलेन गाइस यो चाहिँ क्या नुहाउँछु भनेर यो कुम पनि कुमचाउन पनि नभिजाएको यही हो अरू कोही पनि अरे मादार चोद बहुत ठन्डा रे के चाहिँ खेलेका हेलो गाइस पौडी खेल्नु आएको थियो एकदम होइन एसखुलित भयो त्यही भएर चाहिँ लुगा लगाइदिइहालेको सक्दैन रहेछ पुरा जाडोले गर्दाखेरि चुतुर एकैछिनमा ल गाइस फाइनली हामी चाहिँ स्विमिङ पुल खेलिसक्यो है यस्तो जाडोमा अनि अब चाहिँ हामी यहाँदेखि निस्केर जाँदैछ गाइस हेर्नु सक्नुहुन्छ यहाँनिर यिनीहरू छ यहाँनिर म स्विमिङ पुल खेल्दाखेरि गाइस मुटु कामेर ढुकढुक भइसकेको थियो त्यही भएर बेसी खेल्नु सकेन 5-10 मिनट खेल्यो बास एकजनाको 200 शेष अब बेलटारदेखि हामी चाहिँ अब उकालो जाने हो हेर्नु सक्नुहुन्छ गाइस माथि पुग्नुपर्छ अझै गाइस बँदेल आइज न गाइस हामी चाहिँ त्यहाँ माथिदेखि हिँड्दै वहाँ पुगेर यहाँ आइसक्यो थाकेर बसिरहेछ एकजना माथि दुईजना यहाँ एकजना यहाँ अनि गाइस म चाहिँ यहाँनिर पुरा थाक्यो गाइस जस्तो भयो नि गाइस आडी चाहिँ होइन घुम्नु आएको मजाले घुम्नुपर्छ
होइन आएको ऊ यहाँ महारानी टी स्टेट रहेछ हो अहिले माथि हिँड्दैछ अर्कै जग्गादेखि अर्कै जग्गा आइसक्यो गाइस अझै हामीलाई यहाँदेखि त्यो बिल्डिङहरू भएकोमा हिँड्नु छ गाइस किनभने हामी त्यहाँदेखि हिँडेर यस्तो आएको थियो नि त हो अझै बेसी हिँड्नु छ गाइस पुरा थाकिसक्यो आम्मामा लिटरली गाइस आज 3 दिन हो दार्जिलिङमा 3 दिनको पालीमा चाहिँ यस्तो थाक्यो तर गाइस मजा पनि आउँदैछ ओभर थाक्दैछ पनि होइन किनभने यत्रो पहाड हिली एरियामा हिँड्ने एकदम बानी सानी छैन होइन अब त्यस्तो भयो नि गाइस तर गाइस जे भनौँ यताको जग्गाहरू दामी रहेछ जता पाइ त्यता टी गार्डनहरूले गर्दा चाहिँ ओभर फेमस छ अनि एकजना चाहिँ उहाँ पुगिसक्यो हामीभन्दा चाहिँ पुरै अगाडि हिँड्ने गर्दैछ किनभने ऊ गुगल म्यापमा हामीलाई बाटो देख्नु पऱ्यो होइन गाइस यता यसरी मुत्नु पनि पाउँछ किनभने जताततै बाथरुम टोइलेट छैन मुतसुत खुस्किसक्यो गाइस फाइनली हामी चाहिँ रोडमा पुगिसकेको छ है चेक दिस आउट यिनीहरू यहाँ गाइस यत्रो लामो वहाँनिर पहाडहरू हिँडेर चाहिँ अहिले फाइनली हामी चाहिँ होइन रोडमा पुगिसकेको छ तपाईँहरू मलाई हेर्न सक्नुहुन्छ है पुरा थाकिसकेको छु चेक दिस एकदम थाक्यो गाइस यत्रो लामो बाटो हिँडेर क्या गाइस त्यो तलदेखि हिँडेर यत्रो घुमेर आइसक्यो अहिले चाहिँ हामी स्टिल यहाँनिर छ होइन अब यहाँदेखि डाइरेक्ट हामी घरतिर जाँदैछ चेक दिस आउट यत्रो तलदेखि उकालो चढेर माथि रोडमा आइसकेको छ एकजना हाम्रो साथी कहाँ गयो है अनि पुरा थाकिसकेको थियो गाइस अब यहाँदेखि चाहिँ अलिक सामान हिँड्नुपर्छ अनि चाहिँ हामी घर पुग्छ गाइस तर घर जानुभन्दा अगाडि चाहिँ केही कुछ खाने भनेर सोचेको छ होइन गाइस थाकेको थियो अब है जस्तो पनि आरिसो मतलब होइन गाइस नो मेसेज नो कल अन्ली रेम्बो लभ यत्रो हिँडिसकेर हामी मोमो दोकान आएको छ पुरा भोक लागिरहेको थियो है गाइस थुक्पा मगाएको छ अब मजाले खाने हो त्यस पछाडि वहाँनिर घर जाने है गाइस यत्रो बाटो हिँड्यो बिहान 9 बजी निस्केको अहिले 3 बजिरहेछ पुरा थाके पनि गाइस होइन पुरा भोक पनि लागिरहेछ अब यहाँ चाहिँ सबै मेटाउने भन्ने चाहिँ आएको छ गाइस सो गाइस सो गाइस है फाइनली घरमा पुगिसकेको छ हामी अब अहिले पुगेको होइन अघि पुगिसकेको थियो सुतेको थियो फेरि होइन गाइस पुरा थाकेर त्यही भएर अहिले मैले भ्लग एन्ड गरेको आज दार्जिलिङमा गाइस 3 दिन भएको थियो अनि गाइस आज चाहिँ एकदम खुसी छु किनभने होइन गाइस मजाले घुम्यो अनि गाइस हामी चाहिँ कसको घरमा बसेको भन्दा जोनाथनको घरमा उहाँ देखाउ उसलाई गाइस ऊ चाहिँ यो घरको मालिक होइन गाइस अनि खुसी लाग्यो उसँग भेटेर अनि यहाँनिर सचिन छ यहाँ दानियल अब गाइस पछाडि चाहिँ ऊ ह्यान्डसम बोय छ हो गाइस उसको नाम चाहिँ सोम हो अनि गाइस जस्तो भयो नि आजको भ्लग चाहिँ एकदम दामी भयो गाइस म यही भन्न चाहन्छु गाइस होइन यो भ्लगलाई चाहिँ लाइक सेयर कमेन्ट सब्सक्राइब मजाले गरिदिनु होला गाइस अनि यस्तै भ्लगहरू मजाले आउँदै गर्छ गाइस अनि गाइस नो मेसेज नो कल ओन्ली रेम्बो लग गाइस मिल्थे नेक्स्ट भ्लग में तब तक के लिए बाय